मेरो पछाडि पनि पुलिस लागिराखेको हुन्थ्यो मेरो पछाडि किन भए दुई टोली मलाई समाउनलाई पुलिस लाग्थ्यो मेरो पछाडि जङ्गलभित्रमा बसिरहेको थिएँ म ड्युटीभरिमा त्यस्तो थिएँ म साँझ बिहान मलाई खाना हुन्थ्यो घर म आफ्नो घर मोटरसाइकल थियो मेरो छ अहिले पनि त्यही मोटरसाइकल लिएरै म जङ्गलमै बसिरहेको थिएँ म त्यतिखेरमा नसाको लेबा नसा गर्ने उतै बस्ने म त्यो गर्थेँ म त्यहाँसम्म म पुगेको थिएँ म अहिले म यो सतरामपाल महाराजको यो भक्ति नगरे भइदिएँ म नत्र म मर्थेँ त म जेलमै हुन्थेँ म यो दुई कुरा मध्ये एक कुरा पक्कै हुन्थ्यो मेरो घर पनि बर्बाद हुन्थ्यो मेरो जिन्दगी पनि बर्बाद हुन्थ्यो मेरो सद्गुरु रामपालजीले चाहिँ मलाई कसरी मलाई जानवरदेखि मलाई मान्छे कसरी बनायो मलाई नसा पनि नहुने सर्वे गर्थेँ म यस्तो थियो कि म जानवर भन्दा नि गएको थिएँ म नराम्रो के नभए कुकुर थियो होला म नराम्रो त म कुकुर भन्दा नि खराब मान्छे म थिएँ नसाको लागि नसा गर्नलाई म जग्गा पनि बेच्थेँ म वर्षको मलाई के नभए 20 लाख 25 लाख चाहिन्थ्यो मलाई नसा गर्नलाई त्यतिखेर जग्गाको रेट हाम्रो गाउँमा थियो 15-16 लाख रुपियाँ कट्ठा थियो कट्ठाको जग्गाको वर्षको मलाई केही नभए मलाई 2 कट्ठा मलाई जग्गा चाहिन्थ्यो मलाई नसा गर्नलाई बेच्थेँ म अनि नाम लिस्ट लिइसकेपछि मलाई आफै कि मलाई यस्तो लाग्यो कि म यो नसा गर्थेँ कि गर्थेन भनेर यो नसा कसरी छुट्यो भनेर मलाई नै थाहा भएन कि म कुन दुनियाँबाट म निस्केँ कि नर्कबाट आएँ कि म कहाँ आएँ भनेर मलाई नै थाहा भएन कि म एकैचोटि मलाई स्वर्गमा जस्तो लाग्यो मलाई।